लुडो खेलेको जस्तो सजिलो छ र सांसद हुनु छैन नि। लुडोमा पो छक्का धेरै हान्ने ल जित्यो अरे हुँदैन के। योग्यता प्लस अनुभव अनि योगदानहरू हेर्दाखेरि हाम्रो राजेन्द्र कुमार राई हाम्रो आदरणीय काका उहाँको जतिको योग्यता अरू कसैको पनि छैन। न त शामबहादुरको नै छ, न त दिनेश दाईकै छ, न त अर्को दिनेश भण्डारीको छ, कसैको पनि छैन। पुरानो इतिहास हेर्ने हो भने हाम्रो राजेन्द्र कुमार राईज्यू अहिलेको हाम्रो संसद भइसक्नु भएको छ। उहाँ चाहिँ पहाडे कागजहरू माथि माथिबाट के अब खोजेर ल्याएर होइन एउटा व्यवसाय गरेर आफ्नो सङ्गठनलाई चाहिँ राम्रो तरिकाले चलाउँछु भनेर मेहनत गर्नुभएको, दुःख गर्नुभएको योगदानहरू धेरै छ क्या होइन त। अरू ठाउँमा त के भयो भने अरू ठाउँको राजनीति त मलाई पनि मन पर्दैन। यो धनकुटा छोडी अरू ठाउँ अरू जिल्लामा यो हाम्रो नेकपा एमालेको हाम्रो कार्यकर्ताहरू, हाम्रो नेताहरू होइन उनीहरूको भिजन पनि जोतको होइन, काम पनि गर्दैनन्, भ्रष्टाचारी त छँदै नै छन् बुढाहरू है। तर हाम्रो धनकुटामा चाहिँ त्यस्तो छैन क्या। यदि धनकुटामा त्यस्तो भएको भए तपाईँहरूले आज देखिसक्नु भएको छ नि किन जित्यो त। फोकटियामा त जितेन होला। त्यो अरू यो पार्टीले त एआईबाट यो बुस्ट गरेर भ्युज ल्याएको, लाइक साइक ल्याएको जस्तो त होइन होला पक्कै पनि होइन। 3,000 3,500 मतले अगाडि भएको पार्टी हाम्रो नेकपा एमाले धनकुटामा त राम्रै छपिरहेछ नि त होइन त। हो त्यो राम्रोसँगले फेस गरिदिनु भयो हाम्रो धनकुटाको जनताहरूले। हाम्रो विपक्ष दलको पार्टीको भगौडेहरूले चाहिँ अब धनकुटेली जनता भेडो धनकुटाको जनताहरू महालाटा मूर्ख है। थ्याट कस्तो लाटा मूर्ख, कस्तो भेडा। हाम्रो धनकुटेली जनताहरू सबैजना राम्रो छ।